के हाम्रो यहाँ हाम्रो नेपाल धनकुटा पाख्रीबासको टोली अनि यहाँ तिनसुकिया प्याङ्ग्रीमा हुनुभएको काका दाई भाउजू दिदी बहिनी छोराछोरी सबैजना यहाँ फोटोको लागि चाहिँ पुरा वेटिङमा हुनुहुन्छ। आज छुट्टी नै दिन हो। अहिले माइलाले भन्दै थियो के अरे रुमाल चाहिन्छ भन्दै थियो होइन माइला? माइला म त फोटो खिच्नुपर्छ। हल्लो माइला, ल हाम्रो माइला भाइ साइला यहाँ छ। ल सबैजना हामी चाहिँ अहिले बिदाबारीको लागि सबै तयारी हुँदैछ। सो काकाले चाहिँ सबैजनालाई यहाँ छामी गाम्चा लगाइदिँदै हुनुहुन्छ। त्यसले गर्दाखेरि ल यतापट्टि ल यसरी बिदाबारी हुँदैछ। हामी सबैजना अब यसरी आसामी गाम्चा लगाएर हामी सबैजना हाम्रो दिदी यहाँ हुनुहुन्छ। अब आमा ल सबैजना यहाँ बिदाबारीको लागि सबै तर्खरमा छ यहाँ सबैजना। यतापट्टि चाहिँ शोभायात्राको लागि हाम्रो छ्यामाले टिका लाउँदै सबैले राम्रो शोभायात्राको विद्या कार्यक्रम हुँदैछ। यसरी चाहिँ सगुनको साथमा यहाँ छ्यामाले विदा गर्दै हुनुहुन्छ। हाम्रो छ्यामाले सबैजनालाई गुटलकको टिका लगाएर बिदाई गर्दै हुनुहुन्छ। सबैलाई हाम्रो छ्यामाले चाहिँ टिका लगाएर सबैलाई बिदाबारी गर्दै हुनुहुन्छ। सेफली पुगोस् भनेर सबैलाई आशीर्वाद दिँदै टिका लगाउँदै हुनुहुन्छ। दुईटा जडुवा दिदी बहिनी यहाँ फेरि दिदीले बहिनीलाई टिका लाउँदै कति गोरे गोरे भेटेर उयो पनि अघिल्लो गाडी बोल्छ भने नि अहिले हामी सबैजना गाडीको लागि वेटिङमा छौँ। हाम्रो छ्यामाहरू सबैजना गाडी पर्खेर बसेको सबैजना छिल्ली र बिल्ली भएर। हजुर सबै गरी राम्रो शुभ यात्रा होस्। हजुर सफल होस्, गाडीमा राम्ररी जानु पाओस्। मेरो नानीहरू सबै मेरो शाखा सन्तान मेरो गोष्ठीको सब एकदम भरिपूर्ण नै। हजुर भेटबाट बहुत राम्रो लाग्यो, खुसी लाग्यो।
यात्रा राम्रो सफल होस् हाम्रो बस पनि आइसकेको अवस्था। अब हामी चाहिँ जानको लागि सबैजना एक्साइटेड पनि हुँदैछ, अलि नरमाइलो पनि लाग्दैछ छुट्टिनु पाउँदाखेरि। त्यसले गर्दा सबैजना जाँदैछ, के गर्ने यस्तै हो, फेरि फेरि भेटौँला भन्दै सबैजनासँग बिदाबारी माग्दै हामी जाँदैछौँ। फेरि भेटौँला भन्दै हाम्रो भान्जीले चाहिँ यहाँ बाबाई भन्दै भिडियो गर्दै हुनुहुन्छ। भान्जी ल, यहाँ सबैजना हामी जानुको लागि रेडी छौँ। यहाँ हाम्रो ज्वाइँ साहब। अब हामी चाहिँ यहाँ प्याङ्ग्रीबाट हामी चाहिँ अब तिनसुकियासम्म चाहिँ ट्रेन लिन जाँदैछौँ। बाबाई भान्जी, बाबाई बाबाई, ल सी यू, बाबाई, ओके बाबाई, टेक केयर। ओके, हामी चाहिँ अहिले तिनसुकिया प्याङ्ग्रीबाट हामी चाहिँ अब प्याङ्ग्रीबाट चाहिँ हामी तिनसुकिया ट्रेन स्टेसनसम्म जाँदैछौँ। अब हामी ट्रेन स्टेसनबाट फेरि तिनसुकिया हुँदै हामी चाहिँ एनजेपीसम्म जान्छौँ। त्यहाँदेखि चाहिँ फेरि पहिला हामी चाहिँ तिनसुकिया रेलवे स्टेसन आइपुगेको छौँ। अहिले हामी छिटै आइपुगेको छौँ। अब हाम्रो चाहिँ 9:40 को रेल छ, सो यहाँ चाहिँ वेटिङमा हो हामी। ओके, अहिले हामी तिनसुकियाको ट्रेन स्टेसनभित्र हामी चाहिँ इन भइसकेको छौँ। सबैजना लगेज लिएर यहाँ ट्रेनको वेटिङमा छ सबैजना यहाँ अहिले। ओके, राइट, अहिले ट्रेन सबैजना ट्रेन वेटिङमा। अब यो रेलको डिब्बा चाहिँ हेर्नुहोस् कतिवटा डिब्बा छ भनेर म देखाउँछु तपाईँलाई जुमिङ गरेर। यो चाहिँ तिनसुकिया रेल स्टेसन हो यो चाहिँ। ओके, राइट, अहिले हामी आउने ट्रेन चाहिँ आउँदैछ राजधानी एक्सप्रेस। जय साहब हुनुहुन्छ, हाम्रो चाहिँ यो राजधानी एक्सप्रेस ट्रेन आउँदैछ। अब हामी त्यसमा जाने हो। हामी चाहिँ एनजेपीमा झर्ने चाहिँ आउँदैछ। हामी चाहिँ अब एनजेपीमा जाने हो। हाम्रो जय साहब र म चाहिँ यहाँ ठुलो लगेज लिएर चाहिँ वेटिङमा। राइट, अहिले हामी चाहिँ ट्रेनभित्र इन भइसकेको अवस्था। हाम्रो ज्वाइँ साहब र म चाहिँ यहाँ B41 र 44मा परेँ। यता चाहिँ लामो छ, सोले गर्दा दुईजना ज्वाइँ साहब र म चाहिँ यहाँ। हाम्रो बेड चाहिँ तल मुनिको, अस्ति आउँदा चाहिँ माथि टपमा बसिरहेको छ, अप्ठ्यारो हुँदो रहेछ। अब यहाँ चाहिँ इजिली जाने भयो हामी चाहिँ, होइन, एकदम आरामसँगले जाने अवस्था छ। गुड मर्निङ ज्वाइँ साहब। अब हाम्रो चाहिँ ब्रेकफास्ट आयो, होइन, हामी चाहिँ ट्रेनमा बसेर अब ब्रेकफास्ट लिँदैछौँ। सो हाम्रो आजको डिब्बा चाहिँ अलिक ढिलो छ, 1:30 हुन्छ होला अराउन्ड लगभग। सबै हाम्रो मित्रहरू हुनुहुन्छ यतापट्टि, यहाँको स्वदेशी, हामी पर विदेशी। कस्तो हुँदैछ ट्रेन सफर?
बाबुको स्लिपिङ बाबुले के छ बोरिङ हुँदैछ रमाइलो हुँदैछ ट्रेनको सफर ल ठिक छ मेरो बुढिया त सुत्दैछ त गाठी त्यही न्यू एनजेपी हामी चाहिँ न्यू जलपाइगुडी हामी चाहिँ ल्यान्ड हुँदैछौँ अब हाम्रो चाहिँ डेस्टिनेसन यहीँसम्म हो रेलको चाहिँ यहाँदेखि बाँकी अझै छ ओके हामी चाहिँ सिलगढी जलपाइगुडी रेल स्टेसनमा अहिले हामी चाहिँ छौँ अब हामी चाहिँ रेलबाट चढेर हामी चाहिँ अब नक्सलबारी यहाँ हाम्रो ठुल्दाईको घर जाँदैछौँ अब हामी चाहिँ ल हामी चाहिँ अहिले हामी चाहिँ अब इन्डियाको सिलगढी डेकाथलोनमा हल्का सपिङ गरेर फर्केको अहिले हामी चाहिँ सिलगढीको डेकाथलोन हो यो चाहिँ यहाँ जाँदैछ इन्डियाको सिलगढी चाहिँ सिटी सेन्टर सिलगढी सिटी सपिङ सेन्टर यहाँ चाहिँ लाइक बाहिर कस्तो रहेछ त्यसले गर्दाखेरि हामी चाहिँ सपिङ गरेर फर्केको यहाँ छोरा बुढिया भाइसँग हामी चाहिँ सपिङ गरेर फर्केको कता हो यता हो नि यो चाहिँ सिलगढीको चाहिँ सिटी सेन्टर है अहिले हामी चाहिँ यहाँ घुम्न आएको सपिङ गर्न आएको हल्का डेकाथलोनमा छिर्यो डेकाथलोनबाट सपिङ गरेर आयो यहाँ चाहिँ लाइक मलाई चाहिँ सिङ्गापुरको चाहिँ सेराकुन सेन्टरमा जस्तो लागेको यहाँ चाहिँ एकदम राम्रो रहेछ ओके अलराइट अहिले हामी चाहिँ भेरेटारमा छौँ धनकुटा जिल्लाको भेरेटार जिल्लामा भेरेटारमा यहाँ चाहिँ हुस्सु लागेको छ अहिले हामी चाहिँ चिया कफीको लागि चाहिँ भेरेटार भएर यहाँ भेडाको राखेर छ भेडाको हामी चाहिँ अहिले कफी सफी खाने त्यही भएर ल